नमस्ते। आज मैले हाम्रो स्वागत नेपालज्यूको चाहिँ एउटा कुन चाहिँ फोरममा उहाँले बोल्दै हुनुहुन्थ्यो होइन। उहाँले के कुरा चाहिँ भन्दै हुनुहुन्छ भने उहाँले अहिले माराधिरा सरकार ज्ञानेन्द्र वीर शाहज्यूलाई चाहिँ मौजु सरकार भनेर सम्बोधन पनि गर्नुभएको छ। वास्तवमा त्यो हामीले पहिल्यै भन्दै आएको कुरा पनि त्यही उहाँलाई मौजु भन्छौँ हामी होइन। खास कुरा के छ भने जुन यो दरबारमा जुन स्वकीय सचिवहरू हुनुहुन्छ नि उहाँहरूले चाहिँ यो माराधिरा सरकारसँग भेट गर्नको लागि धेरै नै ब्यारियरहरू राख्नु भएको छ क्या। अब अहिले आएर उहाँहरू माराधिरा सरकारलाई बोल्नको लागि अथवा उहाँसँग भेट्नको लागि चाहिँ 3 पुस्ते खोज्नुहुन्छ क्या होइन। 3 पुस्ते खोज्ने भनेको कुरा अहिलेको कुरा हो होइन। अहिले त के छ भने माराधिरा सरकारले त अहिले सबैसँग भेट्नुपर्छ होइन। चाहे त्यो दलको मान्छे हुन्, चाहे बेदलका मान्छे हुन्, चाहे चाहिँ कुना कन्दराका मान्छे हुन्, सबैसँग भेट्नु पर्यो होइन। बरु भेट्दाखेरि त्यहाँनिर ब्यारियर राखौँ होइन। के अरे मोबाइल लानु नपाउने अथवा उहाँलाई सेक्युरिटी हिसाबले 2 फ्रेजमा 3 फ्रेजमा चेक गरौँ। तर उहाँले माराधिरा सरकारले भेट्नै पर्छ, जनतालाई भेट्नै पर्छ। र यो सचिवज्यूहरूले जुन चाहिँ यो तिकडमबाजी गरेर राख्नु भएको छ नि त्यसले गर्दाखेरि मौजु सरकारलाई अगाडि बढ्न दिएको छैन। यो हाम्रो नेपाल सरले जो कुरा भन्नुभएको छ एकदम सही कुरा हो। यो मैले पनि भोगेको कुरा हो होइन। र तमाम हामी नेपालीहरूले चाहिँ भोगेको कुरा हो। हामीलाई स्वार्थ केही छैन होइन। हामीलाई धर्म चाहिन्छ, हामीलाई हाम्रो राज संस्था चाहिन्छ, हामीलाई हाम्रो यो देश राम्रो भएको हामी हेर्न चाहन्छौँ। यो देश विखण्डन भएको हामी हेर्न सक्दैनौँ होइन। त्यसले गर्दाखेरि जो कुरा आज चाहिँ हाम्रो नेपाल सरले स्वागत नेपाल सरले भन्नुभएको छ 100% राइट। यही हिसाबमा चाहिँ अगाडि जानेर माराधिरा सरकारले चाहिँ सबैसँग चाहिँ भेट गरिबक्सने हो भने र सबैको कुरा बुझिबक्सने हो भने चाहिँ अब चाहिँ राम्रो हुन्छ भन्ने हामीलाई पनि लागिरहेको छ। यो तमाम चाहिँ कुना कन्दराको जनताहरूको भावना यही छ। आज हाम्रो नेपाल सरले स्वागत नेपाल सरले बोलिदिनु भएको छ। यो धेरै राम्रो छ। यो भेट्नै पर्छ मौजु सरकारले। यो सचिवहरूसँग 3 पुस्ते लिएर त्यसपछि मात्रै भेट्ने कुरा होइन कि जनतालाई केही नभए हप्तामा 2 दिन अथवा 3 दिन अथवा 4 दिन बिहान 2 घन्टा बेलुका 2 घन्टा अथवा बेलुका कुनै एउटा टाइम मिलाएर त्यो चाहिँ सरकारले प्रत्यक्ष भेटिबक्सनुपर्छ। यो हामी सबै जनताहरूको चाहिँ यो मनोभाव हो। र जुन कुरा अहिले चाहिँ हाम्रो नेपाल सरले भन्नुभएको छ यो एकदम यथार्थ, एकदमै सही कुरा। र यसमा हामी बाहिर बसेर सबै कुरो निहालिराख्ने जनताहरूलाई को यो मनोभावना हो भनेर हामी सबैले भन्न सक्छौँ। यो मार्फत म स्वागत नेपाल सरलाई यो आजको उहाँको भावना प्रकट मौजु सरकार समक्ष यो स्नेही भावनालाई म एकदमै सहज र एकदमै राम्रो हिसाबले लिएँ र लिन्छौँ भनौँ न, हामीले लिन्छौँ। र यो सत्य कुरा हो। 3 पुस्ते नहेरियोस् र मौजु सरकारसँग चाहिँ जनताले अथवा दलको चाहिँ राजनीतिक दलको मान्छेहरूले जसले पनि भेट्नलाई सहज हुनुपर्छ भन्ने सबैको माग छ। धन्यवाद। नमस्ते।